Good morning everyone. र गाइस म चाहिँ जस्ट अहिले भर्खर उठेको हैन। र मेरो चाहिँ अत्यन्त अब सक्यो हैन। अब चाहिँ भर्खर उठेको। र आज चाहिँ गाइस मैले किन यो भिडियो बनाइरहेको छु भन्दा चाहिँ मलाई एउटा नौलो कुरो गर्नु मन लाग्यो हैन फेसबुकमा। सो अब तपाईहरुलाई कति इन्ट्रेस्ट लाग्छ लाग्दैन आई डोन्ट नो, बट will be very interesting हैन। किनभने मलाई पनि आई डोन्ट नो हैन, म पनि गेस गर्छु र तपाईहरु पनि गेस गर्न सक्नुहुन्छ हैन बिफोर वाचिङ। अब डल्लै वाच गरे भने त तपाईँ थाहा भइहाल्छ कतिवटा भयो हैन। सो मेरो भिडियो तपाईले जब पनि हेर्नुहुन्छ यति बेला गेस गर्नु होला हैन। सो ढिलो नगरी म डाइरेक्ट जान्दैछु ल। You can see एउटा पनि छोडेको छैन हैन। सो अब यसमा हुन सक्छ मोर देन अब 50 हुन सक्छ, 100 त छैन होला आई गेस। 100 त बेसी भयो, लाइक 70 72। म चाहिँ गेस गर्छु 70 र गाइस तपाईहरुले पनि गेस गर्नुहोस्। र यसलाई छोड्नको लागि चाहिँ म यो लान्छु हैन। अब छट्ट यहाँबाट गएर चाहिँ गाइस म चाहिँ अब यहाँ राखेर हैन टक्क यो चाहिँ मेरो ट्राई म भिडियो बनाउँदाखेरि यहीँ बनाउँछु। अब यस्तै छ, अब विदेशमा अब आफ्नो घरमा जस्तो सबै त कहाँ हुन्छ त हैन। सो एडजस्ट गर्नुपर्छ। सो अब चाहिँ कम गर्नेछु हैन। मैले अघि वास गरिसकेको छु र म चाहिँ अब अहिले पनि गेस गर्न सक्नुहुन्छ हैन। मैले त अघि 70 मेरो तर्फबाट चाहिँ 70। आई अल्सो डोन्ट नो हैन एक्ज्याक्टली अब कतिवटा छ भित्र हैन। सो तपाईहरुले पनि गेस गर्न सक्नुहुन्छ। तपाईले छिटो कमेन्ट गर्नु होला एकदम अनेस्टली ल। भिडियो लास्टसम्म हेरि, किनभने लास्टसम्म हेरे त थाहा भइहाल्छ। 1 2 3 4 5 तपाईको टाइम अप भयो। तपाईले कमेन्टमा लेख्नु होला। र म चाहिँ अब स्टार्ट गरे ल। अब के गर्नु, छुट्टीमा के गर्नु, अब अल्छी लाग्यो यस्तै गर्नु मन पर्यो हैन। आज त साथी पनि ड्युटी गइहाल्यो, एक्लै छु। 1 2 3 4 5 70 थियो। त्यो त गलत पो हुन्छ क्या गाइस। तपाईहरुले कति कमेन्टमा लेख्नु भएको छ आई डोन्ट नो। आई विल चेक लेटर। 18 19 20 57 अहिले झरे एउटा ल। 57 58 59 60 म त हारेँ। मैले 70 भनेको थिएँ, 80 पुग्यो अलरेडी। 81 82 83 84 95 96 97 98 99 100। वाउ 100 म्याच जित्दा चाहिँ 100 टोटलमा 101 102 103 104 105 106 107 108 oh my god 109। so 109 pieces। कसले चाहिँ 100 भन्दा प्लस गेस गर्नुभएको थियो, तपाईले जित्नुभयो, म हारेँ। गाइस थ्याङ्क यू फर वाचिङ। सो टोटल चाहिँ एउटा यसमा चाहिँ थियो 109 पिसेस। सो कसैले सोध्यो भने कुन चाहिँ तिमीलाई चाहियो भने अभियसली यही भन्छ हैन, यो त भन्दैन। सो हामी मान्छे पनि यस्तै हुनुपर्छ, फ्रुटफुल हुनुपर्छ। त्यही कारण मान्छेले पनि फ्रुटफुल मान्छेलाई नै मन पराउँछ नि, राम्रो हैन, हेल्पफुल, अनेस्ट, सबैसँग मिल्ने हैन। त्यही भएर एउटा मेसेज पनि छ, बट म ट्राई गर्नेछु ल। थ्याङ्क यू, बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।